घरमा सँगै हुँदा ठिकठाक राम्रै व्यवहार गरे जस्तो लाग्थ्यो, बोलीचाली पनि ठिकै थियो। आफू विदेश गइसकेपछि एक्कासी मान्छे परिवर्तन हुन थाल्यो। तपाईको आफ्नो मान्छे अब राम्रोसँग बोलचाल पनि नगर्ने, कुरा नखोल्ने, फोन पनि राम्रोसँग रेस्पोन्स नगर्ने, पहिला चाहिँ जस्तो भन्यो त्यस्तै एकदम जे भन्यो त्यही पठाइदिने, बोल्ने, सधैँ केयर गर्ने मान्छे आज चाहिँ विदेश गइसकेपछि र तपाईसँग छुट्टिसकेपछि यहाँसम्म कि उसले अब डिभोर्सको पनि कुरा गर्न थालिसक्यो। अब म तिमीसँग बस्नु छैन, तिमी अब मलाई चाहिँ अब जसरी पनि तिमीले डिभोर्स दिनुपर्छ अथवा मलाई डिभोर्स चाहियो भनेर तपाईको मान्छेले एकहोरो डिभोर्स 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 भनेर भनिराखेको छ र तपाईसँग अब ऊ टाढा हुन खोजिराखेको भान भएको छ, तपाईलाई महसुस भएको छ र व्यक्तिको स्वभाव तपाईबाट छुटेर गइसकेपछि ऊ बदलिएको छ भने ध्यान दिएर सुन्नुहोला। आजको भिडियो तपाईको लागि एकदम सान्दर्भिक हुनेछ। पहिलो कुरा त अब विवाहमा पनि त्यत्रो खर्च भइसकेको छ, विदेश पठाउँदा पनि त्यत्रो चाहिँ धन सम्पत्ति चाहिँ अनि तपाईको के अरे बैंकमा चाहिँ लोन लिएर चाहिँ धन सम्पत्ति खर्च गरेर आफ्नो श्रीमतीलाई अथवा बुहारीलाई चाहिँ पठाएको छ विदेश। तर अब विदेश गइसकेपछि उसको बोली चाली वचन व्यवहार परिवर्तन हुन थाल्यो। यसमा विभिन्न व्यवहारिक कारण हुन्छ, त्यसमा ज्योतिषीय कारण पनि हुन्छ। एकदम ध्यान दिएर सुन्नु होला। आज म कारण पनि बताउँछु र त्यसको समाधान अनि सोलुसन पनि बताउनेछ। पहिलो कुरा त जो यस्तो व्यक्ति यदि तपाईको आफ्नो मान्छेले यस्तो व्यवहार देखाएको छ भने त्यहाँ भनेको उनले चाहिँ एकदम ऊ चाहिँ केटाकेटी र अल्लारे स्वभावको र माया प्रेम चाहिँ अब उसले खासै माया प्रेम गर्न जानेको छैन र ऊ चाहिँ केटाकेटी स्वभावको अल्लारे र उसले विवाहलाई चाहिँ एउटा सामान्य कुराको रूपमा लिएको एकदम अव्यवहारिक मान्छे भएको हुनाले उसले यस्तो व्यवहार देखाइराखेको छ। अर्को दोस्रो कुरा चाहिँ ऊ चाहिँ अलिकति जन्मैदेखि अलिकति स्वार्थी, मतलबी, अरूको इमोसन भावना र अरूको दुःख सुखसँग मतलब नगर्ने, आफूलाई भन्या जस्तो भए पुग्ने र आफूलाई राम्रो भएपछि अरूलाई बिर्सिने यसो विश्वासघाती, अलिकति मतलबी र स्वार्थी मान्छे को फेला तपाई पर्नुभयो। एउटा कारण त्यसले त्यो एउटा कारण हुन सक्छ। जन्म हुँदै आएको उसको स्वभाव उसले देखाउन थाल्यो। अर्को कुरा चाहिँ तपाईले चाहिँ उसलाई कुनै नराम्रो वचन बोलेर अथवा तपाईको नराम्रो बानी बेहोराले उसलाई चित्त दुखेर विदेश गइसकेपछि उ बिस्तारै उ टाढा हुन थालेको पनि हुन सक्छ। त्यसकारणले गर्दाखेरि तपाईको नराम्रो वचन सहन नसकेर घर परिवारको अनि तपाईको बानी बेहोरा अथवा तपाईले विवाह गरिसकेपछि कुनै उसलाई चित्त दुख्ने र नराम्रो लाग्ने कुनै चाहिँ कर्महरू कुनै सम्बन्धहरू तपाईले चाहिँ बनाउनु भएको छ भने पनि त्यसको कारणले उनले चित्त दुखेर विदेश गइसकेपछि तपाईसँग बिस्तार एउटा बदलाको भावले टाढा हुन खोजेको हुन सक्छ। अर्को कुरा चाहिँ तपाईबाट नराम्रो वचन अथवा नमिठो वचन नभए पनि त्यो व्यक्तिको स्वभाव एउटा कस्तो हुन्छ भन्दाखेरि उही 9 दिनमा नौलो 20 दिनमा बिर्स्यो भने जस्तै तपाईबाट उ बिस्तारै टाढा भइसकेपछि तपाई उ अर्को